पढ्नेछौँ। 1 2 3 भन्नुभयो, तैँले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले र आफ्नो सारा प्राणले र आफ्नो सारा समयले प्रेम गर्नु। आमेन। यहाँ व्यवस्थाको बारेमा प्रभु यीशु ख्रीष्टले तत्कालीन समयका चेलाहरू र मानिसहरूलाई, शास्त्री र फरिसीहरूलाई यहाँ यसरी भन्दै हुनुहुन्छ कि व्यवस्थाको सबैभन्दा महान आज्ञा कुन हो भनेर एकजना फरिसीले, शास्त्रीले चाहिँ एउटा त्यो शास्त्री र फरिसीले त्यो बेलाको प्राध्यापक अथवा गुरुले त्यहाँनिर येशू ख्रीष्टलाई सोधेको छ। येशू ख्रीष्टले त्यहाँ भन्नुभएको छ, सबैभन्दा महान आज्ञा चाहिँ तैँले आफ्नो परमप्रभु परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा समशक्तिले तैँले प्रेम गर्नु। र दोस्रो आज्ञा पनि छ, प्रथम आज्ञा यो हो, अनि दोस्रो आज्ञा चाहिँ तैँले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु। अनि 40 पदमा यसरी लेखेको छ, सारा व्यवस्था र अगमवक्ताको शिक्षाको आधार नै यी आज्ञाहरू हुन्। व्यवस्थामा कतिवटा आज्ञा छ? हजुर, व्यवस्थामा कतिवटा आज्ञा छ? व्यवस्था भनेको के हो? हुन्छ, व्यवस्थामा 613वटा आज्ञाहरू छन्। अनि व्यवस्था चाहिँ सबैभन्दा पहिले यहुदी जातिहरूलाई दिनुभएको थिएन। यो चाहिँ अदनको बगैँचामै आदम र हव्वालाई दिनुभएको थियो। दुईटा आज्ञा, तैँले बगैँचाको बिचमा भएको रुखलाई नछुनु अनि नखानु। तर आदम र हव्वाले परमेश्वरको आज्ञालाई उल्लङ्घन गरेको कारणले गर्दाखेरि इस्राएली जातिहरूसम्म आइपुग्दाखेरि त्यो 10वटामा आइपुग्यो, त्यसपछि आएर चाहिँ 613वटासम्म आज्ञाहरू भएर आए। यदि आदम र हव्वाले चाहिँ परमेश्वरको आज्ञालाई नतोडेको भए ती धेरै आज्ञाहरू आउने थिएनन् अनि आदम र हव्वा पनि शरीरमा मर्ने थिएनन्। तर फेरि यहाँ आइसकेपछि जब येशू ख्रीष्ट आउनुभयो, येशू ख्रीष्ट आइसकेपछि उहाँले ती सबै 613वटा आज्ञालाई, व्यवस्थाको कुराहरूलाई चाहिँ उहाँले 2वटा कुरामा चाहिँ टुङ्ग्याउनु भएको छ। त्यो 2वटा कुरा चाहिँ के हो भन्दाखेरि तैँले आफ्नो परमप्रभु परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा समझले प्रेम गर्नु र तेरो छिमेकीलाई आफूलाई प्रेम गर्नु। अब तपाईँलाई लाग्न सक्छ त्यसो भएदेखि त्यो 613वटा आज्ञा चाहिँ किन दिनुभयो त? अब व्यवस्था किन दिनुभयो र 613वटा आज्ञा किन दिनुभयो भन्दाखेरि आज हामी त्यसको जरालाई चाहिँ हामी हेर्नेछौँ। त्यसको जरामा चाहिँ व्यवस्था दिनुको उद्देश्य चाहिँ प्रेम थियो। किनभने यहाँ हामी पढ्दैछौँ कि तैँले आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नु। व्यवस्था दिनुको एउटा महत्त्वपूर्ण उद्देश्य चाहिँ परमेश्वरको तपाईँ र म प्रतिको प्रेम हो। त्यसको जरामा, त्यसको मुटुमा हेर्ने भने हामीले प्रेम देख्छौँ। तर तपाईँलाई लाग्न सक्छ व्यवस्थामा त त्यहाँनिर के भनेको छ भन्दाखेरि त्यो चाहिँ छिमेकीको बारेमा भनेको छ। छिमेकीलाई चाहिँ तैँले नढाक्नु, नचोर्नु, तैँले व्यभिचार नगर्नु, होइन, यी कुराहरू हामीले त्यहाँनिर हेऱ्यौँ भने पाउन सक्छौँ। अनि परमेश्वरको बारेमा चाहिँ तैँले अगौटे फल ल्याउनु, होइन, तैँले होम बलिहरू चढाउनु, तैँले चाहिँ के अरे भेडाहरू ल्याउनु, तैँले चाहिँ साँडेहरू चढाउनु, यी कुराहरू गरेको छ। त्यसो भएदेखि यसमा कसरी प्रेम त भन्दाखेरि त्यति बेला चाहिँ जब परमेश्वरले यहुदी जातिहरूलाई चाहिँ साँडे अनि बोकाहरू बलि ल्याउनु
भन्दै गर्दाखेरि त्यो साँडे र त्यो बोकालाई चाहिँ कसरी पालिनु पर्दथ्यो भन्दाखेरि त्यसलाई चाहिँ एकदम होसियारीको साथ पाल्नु पर्थ्यो। त्यो साँडे चाहिँ रातो प्रकारको साँडे हुन्थ्यो अनि त्यो साँडेको रौँ पनि अलिकति त्यसको के भन्छ घोचेर झरेको हुनुहुन्थेन, त्यसको कुरोहरू के अरे फाटेको हुनुहुन्थेन, सिङहरू भाँचेको हुनुहुन्थेन होइन, काहीँ पनि चोटपटक लागेको हुनुहुन्थेन, त्यो रोगी पनि हुनुहुन्थेन। त्यसको लागि चाहिँ त्यो गर्नुको लागि चाहिँ त्यो के अरे पशुलाई चाहिँ हामीले एकदम होसियारी साथ पाल्नु पर्थ्यो। अनि त्यो साँडे अथवा पशु अथवा थोमालाई चाहिँ होसियारी साथ पाल्दाखेरि चाहिँ हामी र त्यसको एकदम नै एट्याच हुन्थ्यो, त्योसँग चाहिँ हाम्रो प्रेम लगाव रहन्थ्यो। आज तपाईँले हेर्नु भने कुकुर हामी घरमा पाल्छौँ होइन, कुकुरलाई हामी पाल्दा कुकुरलाई कति प्रेम गर्छौँ हामी, कुकुरलाई केही भयो भने होइन, आज कति धनी धनीको घरहरूमा हामी कुकुर यति प्रेम गरेर उनीहरूले पालेको हुन्छ। अनि त्यसरी नै त्यो साँडे र बोकालाई पालिनु पर्दथ्यो। अनि त्यो साँडे र बोका त्यसरी प्रेम गरेर पालिएको बोका अथवा साँडेलाई बलि दिनु लाग्दाखेरि तपाईँलाई हृदयमा कतिको चोट लाग्छ, कतिको नराम्रो लाग्छ, कतिको पीडा हुन्छ। त्यो कुरालाई महसुस गरोस् अनि त्यसले पाप नगरोस् भन्नुको खातिर उहाँले त्यो नियम दिनुभएको थियो। अनि तैँले मेरो उसमा आउँदै गर्दाखेरि तैँले चाहिँ मेरो अगौटे फलले होइन, अगौटे फल ल्याउँदै गर्दाखेरि चाहिँ त्यसभित्र पनि प्रेम थियो परमेश्वरको, परमेश्वरलाई चाहिँ यसले प्रेम गरोस्। अगौटे फल चाहिँ उसले खुसी साथ आफ्नो हृदयले स्वीकार गरिकन ल्याओस् मेरो उसमा, मलाई चाहिँ प्रेम गरोस् भन्ने कुरो परमेश्वरले चाहनुहुन्थ्यो। अनि दुःख लाग्दो कुरो इस्राएलीहरूले त्यो गरेन। इस्राएलीहरूले चाहिँ त्यो एउटा विधिको रूपमा, एउटा दस्तुरको रूपमा त्यो गरे। तपाईँलाई पछिल्लो समयमा जुन थोमाहरू पालिन्थ्यो त्यो चाहिँ एउटा बिजनेस सेन्टरलाई दिन्थ्यो। त्यो बलि दिने थोमा चाहिँ तपाईँलाई बेथलेहेममा त्यहाँनिर चाहिँ एउटा पछिल्लो समयमा आएर के भयो भन्दाखेरि एउटा एरिया थियो अनि त्यो एरियामा मात्रै भेडाहरू पालिन्थ्यो, त्यो चाहिँ बलि दिनको लागि। अनि तिनीहरूले चाहिँ त्यस्तै होसियारी तरिकाले पाल्दथे, घर घरमा पाल्न छोडे यहुदीहरूले। अनि उनीहरूलाई थाहा भएन प्रेम कतिको हुन्छ भन्ने कुरो चाहिँ उनीहरूले महसुस गर्नु गरेनन्, किनभने त्यो व्यावसायिक भयो। एउटा ठाउँमा चाहिँ गएर चाहिँ जहाँ चाहिँ प्रभु यीशु ख्रीष्ट जन्मिनु भयो त्यो ठाउँमा चाहिँ त्यसरी गरिन्थ्यो, भेडाहरू त्यसरी पालिन्थ्यो। अनि भेडाहरूलाई चाहिँ डुडमा, त्यो भेडाको डुडमा चाहिँ के अरे जसरी प्रभु यीशु ख्रीष्टलाई चाहिँ त्यो डुडमा चाहिँ कपडाले बेरेर राखिएको थियो, अनि भेडा जन्मिनु बित्तिकै पनि त्यसरी नै गरिन्थ्यो। थोमालाई चाहिँ डुडमा राखिन्थ्यो, ठुलो त्यो चाहिँ एउटा ढुङ्गाको डुड हुन्थ्यो, त्यसमा चाहिँ कपडाले बेरेर चाहिँ चोटपटक नलागोस् भनेर, कुनै पनि दागहरू नलागोस् भनेर चाहिँ त्यसरी गरिन्थ्यो। तर इस्राएलीहरूले व्यावसायिक रूपमा त्यसरी गरे अनि त्यहाँनिर परमेश्वरको प्रेमलाई उनीहरूले बुझ्न सकेन। अनि बुझ्न नसकेको कारणले गर्दाखेरि परमेश्वरको अनुग्रह आशिष उनीहरूले केही कुरालाई पनि बुझ्न सकेन। अनि आज तपाईँ र मलाई पनि आज हामी सङ्गति आइराखेका छौँ, हामी प्रार्थना गरिराखेका छौँ, हामी उपवास बसिराखेका छौँ। के तपाईँ र मैले परमेश्वरलाई प्रेम गरेको कारणले गरिराखेका छौँ कि इस्राएलीहरू जस्तो हामीले एउटा दस्तुर पुरा गर्नको लागि हामीले गरिराखेका छौँ? यो तपाईँ र मेरो लागि एउटा ठुलो क्वेसन छ, प्रश्न चिन्ह छ। आज कुन हिसाबले तपाईँ र मैले परमेश्वरलाई प्रेम गरिराखेका छौँ, परमेश्वरलाई पछिराखेका छौँ, परमेश्वरको भवनमा आइराखेका छौँ भन्ने कुरो चाहिँ ठुलो चुनौती छ। अनि यहाँनिर तिनवटा कुरालाई परमेश्वरले भन्नुभएको छ, तैँले आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा समझले प्रेम गर्नु। अनि तपाईँले हेर्नुभयो भने मानिस चाहिँ 3 भागले बनिएको छ। त्यो भागहरू चाहिँ के हो भन्दाखेरि एउटा शरीर, एउटा प्राण र अर्को आत्मा, 3वटा भागले बनेको छ। हामीले यो प्राण आत्मा शरीरको भागको बारेमा कुनै दिन म तपाईँको बिचमा बोलाउँदा यो पनि बुझ्नुपर्ने जरुरी छ। यदि हामीले प्राण आत्मा शरीर 3 भागलाई चाहिँ बुझ्यौँ भने हामी अझ गहिरो रूपमा परमेश्वरको वचनलाई बुझ्न सक्छौँ। त्यो पनि म कुनै दिन तपाईँको बिचमा म बोलिन्छु। तर आज चाहिँ म त्यो समाजले भनेको छ। समाज भनेको के हो त भन्दाखेरि समाज चाहिँ शरीरको भागमा हुने कुरा हो होइन। हाम्रो शरीरमा चाहिँ इन्द्रियहरू हुन्छन् अनि त्यो इन्द्रियहरूले चाहिँ भौतिक संसारको कुराहरूलाई चाहिँ महसुस गरेर हामी थाहा पाउन सक्छौँ।
5वटा इन्द्रियहरू छन् जसले चाहिँ हाम्रो शरीर भौतिक संसारको कुरालाई हामी थाहा पाउन सक्छौँ। 5वटा इन्द्रियहरू आज हाम्रो जेनजी स्तर कम रहेछ, मतलब जेनजीहरूले थाहा पाउँथ्यो होला होइन। सेन्स अर्गान, हाउ मेनी सेन्स अर्गान आर इन आवर बडी भनेर भन्यो भने सायद जेनजी पुस्ताले बुझ्छ नि त, कतिवटा हुन्छ थाहा छ? 5वटा सेन्स अर्गानहरू चाहिँ हाम्रो शरीरमा हुन्छ जसले चाहिँ भौतिक संसारको कुराहरूलाई बुझ्न मद्दत गर्छ। जस्तो पहिलो भयो हाम्रो आँखा, आँखाले हामीले संसारको कुरालाई हेर्छौँ अनि हामी सबै कुराहरूलाई देख्न सक्छौँ, पहेँलो कालो हरेक किसिमको रङ, अनि भोजो अग्लो होइन, बलियो दुब्लो राम्रो सुन्दरता, यी सबै कुराहरू हामी आँखाले देख्छौँ। अनि आँखाले देखिसकेपछि हाम्रो माइन्डमा जान्छ अनि समाजले काम गर्छ, अनि माइन्डले भन्छ यो मान्छे यस्तो रहेछ, यो ठाउँ यस्तो रहेछ होइन, यो कुराहरू थाहा पाउँछौँ। अनि नाकले चाहिँ गन्धहरूलाई थाहा पाउँछ, नाकबाट चाहिँ गन्ध हामीले खराब अथवा बासनाहरूलाई पनि हामीले सुन्न सक्छौँ, खराब बासना अथवा राम्रो बासना होइन, त्यो सबै कुरो लिन सक्छ नाकले चाहिँ। अनि यस्तो किसिमको यो बासना रहेछ भनेर हामी बुझ्न सक्छौँ। त्यसै गरी कान, कानले हामी आवाजहरूलाई चिन्न सक्छौँ, मान्छे रोएको, गाएको, पशु कराएको होइन, गाडी कराएको, हावाजहाज उडेको, यी सबै कुराहरू चाहिँ हामी त्यसबाट समझसम्म हामीले पुर्याउन सक्छौँ। त्यसै गरी रहेको छ छाला, छालाले चाहिँ हामी महसुस गर्न सक्छौँ, टच हुँदाखेरि होइन, चिसो तातो घोचेको दुखेको त्यो कुराहरू छालाबाट हामी महसुस गर्छौँ अनि दिमागमा पुग्छ अनि त्यसले महसुस गर्दछ। त्यसै गरी अर्को भाग हो जिब्रो, जिब्रोले हाम्रो स्वादहरू थाहा पाउँदछ, अमिलो पिरो तितो नुनिलो होइन, सबै किसिमको स्वादहरू चाहिँ थाहा पाउँदछ। अनि यहाँले समझ भनेको यो शरीरको भागलाई चाहिँ उहाँले भन्नुभएको छ। अनि परमेश्वरले चाहिँ के भन्नुभएको छ भन्दाखेरि तिम्रो आफ्नो सारा प्राणले, सारा समशक्तिले अनि सारा हृदयले चाहिँ प्रेम गर्नु भनेको छ। अनि हामी कतिपल्ट बुझ्छौँ भने के बुझ्छौँ भने हामीले त आत्मादेखि गरे भइहाल्छ नि, आत्मा त हामी राम्रै छौँ, आत्मामा हामीले जिराखेको छौँ, असल छौँ, आत्मालाई हामीले खराब सोच्दैनौँ, राम्रै गरिराखेको छौँ, शरीरमा केही फरक पर्दैन भन्ने किसिमले हामी चलिराखेको छौँ। यदि हामी त्यसरी चलिराखेको छौँ भने तपाईँले पहिलो तेस्सलोनिके 5:23 पढ्नु। 5:23 शान्तिका परमेश्वरले सम्पूर्ण रूपले तिमीहरूलाई चोखा तुल्याउन् र तिमीहरूका समस्त आत्मा प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्टको आगमनमा निष्कलङ्क रहून्। आमेन। यो वचनले हामीलाई के भन्दो रहेछ? हामीलाई आत्मा मात्रै भन्यो भनेन, यो वचनले के भन्यो भन्दाखेरि आत्मा प्राण शरीर 3 भाग नै पवित्र हुने कुरा चाहिँ परमेश्वरको वचनले हामीलाई भन्दछ। अनि हामीले यहाँनिर चाहिँ यहाँ पनि त्यही भनेको छ कि तैँले आफ्नो प्रभु परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा समशक्तिले प्रेम गर्नु। हाम्रो एक भागले मात्रै होइन, आत्माले मात्रै होइन, प्राणले मात्रै होइन, शरीरले मात्रै पनि होइन, तर 3वटै भागले चाहिँ तपाईँले परमेश्वरलाई प्रेम गर्नुपर्छ। यदि तपाईँले परमेश्वरलाई प्रेम गर्नुहुन्छ भने तपाईँलाई चाहिँ सङ्गति आइज, उपवास बस होइन, बाइबल पढ, यो कुराहरू भनिराख्नु पर्दैन। किनभने तपाईँले परमेश्वरलाई प्रेम गर्नुहुन्छ भने त्यो तपाईँले गर्नुहुन्छ। उदाहरणको लागि, एक्जाम्पलको लागि तपाईँले कसैलाई साँचो रूपमा एउटा केटाले केटीलाई केटीले केटालाई प्रेम गर्नुहुन्छ भने तपाईँलाई कसैले पनि त्यो उसँग तैँले फोन गर, त्यसलाई भेट्नु जा भनिराख्नु पर्दैन। अनि उसको मनपर्ने कुराहरू तपाईँलाई सबै कुरो थाहा हुन्छ, उसलाई के गर्दा मनपर्छ, के गर्दा मन पर्दैन, त्यो सबै कुराहरू थाहा हुन्छ। अनि त्यसै गरी आज तपाईँले परमेश्वरलाई चाहिँ प्रेम गर्नुहुन्छ भने तपाईँले प्रार्थना गर्नुहुन्छ, तपाईँले उपवास बस्नुहुन्छ, तपाईँ सङ्गति जानुहुन्छ, तपाईँ परमेश्वरसँग पवित्र आत्मासँग तपाईँ दिनु सङ्गति गर्नुहुन्छ। त्यो कुराहरू कसैले भन्नु पर्दैन। अर्को अहिलेको तत्कालको इक्जाम्पल हेर्ने हो भने मोबाइल फोन तपाईँ हामी कसैलाई पनि हेर भनिराख्नु पर्दैन।
अनि तेरो मोबाइलको ब्याट्री सिकिन्छ है तैँले चार्ज गरिराख्नुपर्छ भन्नु पर्दैन। अनि तैँले कहीँ जाँदाखेरि मोबाइल छुटाउलास् है भनिराख्नु पर्दैन। अझ हाम्रो जेनजी पुस्ताहरूलाई त केही त्यो कुरा भन्नै पर्दैन। उनीहरू कहीँ जाँदैछन् भने बरु सबै कुरा छुटाउँछन्, चार्जरसम्म बोकेर हिँड्छन्। किन त भन्दाखेरि उनीहरूले चाहिँ मोबाइललाई प्रेम गरेको कारणले गर्दा उनीहरू सुत्दा पनि मोबाइलसँग हुन्छन्, उठ्दा पनि मोबाइलसँग हुन्छन्। उनीहरूले इभन सिरानीमा मोबाइल राखेर सुतिरहेको हुन्छ। किन त्यसो गर्छन् भन्दाखेरि मोबाइलसँग उनीहरूको प्रेम बसेको कारण। कसैले भनिराख्नु पर्दैन तैँले मोबाइल चार्ज गर, मोबाइल हेर भनिराख्नु पर्दैन। आज त्यसरी यदि तपाईँले परमेश्वरलाई प्रेम गर्नुहुन्छ भने तपाईँलाई सङ्गति आइज, उपवास बस होइन, प्रार्थना तैँले दिनमा यति घन्टा गर भनिराख्नु पर्छ तपाईँ गर्न सक्नुहुन्छ। किनभने तपाईँले परमेश्वरलाई प्रेम गर्नुभएको छ। अनि त्यसै गरी छिमेकीलाई प्रेम गर्नु। यदि तपाईँले छिमेकीलाई प्रेम गर्नुहुन्छ भने तपाईँले छिमेकीको धन सम्पत्तिप्रति डाहा गर्नुहुन्न, छिमेकीको उन्नतिप्रति तपाईँ डाहा गर्नुहुन्न, तपाईँ लोभ गर्नुहुन्न, छिमेकीलाई हत्या गर्नुहुन्न। तपाईँ यदि तपाईँले छिमेकीलाई प्रेम गर्नुभयो भने छिमेकी उँभो लाग्दै गर्दाखेरि तपाईँ रिसले आरिसले होइन तपाईँ चिडिनुहुन्न, तपाईँले उसलाई प्रार्थना गर्न सक्नुहुन्छ। अनि परमेश्वरले यहाँनिर व्यवस्था दिनेको उद्देश्य पनि त्यही थियो। त्यो कुरा बुझुन्, प्रेम चाहिँ त्यो भित्र छ भन्ने कुरा उनीहरूले बुझुन् अनि गरून् भन्ने कुरा थियो। अनि त्यहाँनिर तपाईँले छिमेकीको विरुद्धमा तपाईँले बाइबल हेर्नुभयो भने आँखाको विरुद्ध आँखा, दाँतको विरुद्धमा दाँत होइन, खुनको विरुद्धमा खुन भनेर भनेको छ। अनि त्यो चाहिँ किन भनिएको भन्दाखेरि आफ्नो आँखा फुटाउँदाखेरि कति दुख्छ, कति गाह्रो हुन्छ उसलाई, त्यो कुरा बुझोस् अनि छिमेकीको पनि आँखामा फुटाओस्, छिमेकीलाई पनि प्रेम गरोस्। आफ्नो दाँत झार्दाखेरि उसलाई कति पीडा हुन्छ, कति समस्या हुन्छ भन्ने कुरा उसले बुझोस् अनि छिमेकीलाई प्रेम गरोस् अनि छिमेकीको दाँतमा झारोस्। यो कुरा चाहिँ बुझोस् भनेर चाहिँ परमेश्वरले व्यवस्था दिनुभएको थियो। तर त्यसलाई इस्राएलीले नबुझेको कारणले उनीहरूले एउटा दस्तुरको रूपमा, एउटा नियमको रूपमा मात्रै पालना गरे। अनि बाइबलमा एक ठाउँ त भनेको छ व्यवस्था चाहिँ एउटा बोझ भयो उनीहरूलाई, बोझको रूपमा लिए। यो गरेन भने परमेश्वरले हामीलाई के अरे न्याय गर्नुहुन्छ, परमेश्वरको क्रोधमा पर्छौँ। परमेश्वरले कहिले पनि इजरायलीहरूलाई चाहिँ तैँले यो काम यो आज्ञा तैँले पुरा गरिदिनुहोस् भने तँलाई चाहिँ म नाश गर्छु, तँलाई म दण्ड दिन्छु भन्ने हिसाबले गर्नुभएको थिएन। तर इस्राएलीहरूले त्यो किसिमले बुझेको कारणले गर्दाखेरि उनीहरूले चाहिँ परमेश्वरको आज्ञा त मान्थे, तर कसरी भन्दाखेरि यदि मैले त्यो आज्ञा मानेन भने परमेश्वरले मलाई दण्ड दिनुहुन्छ, परमेश्वरको न्यायमा म पर्छु भन्ने हिसाबले उनीहरूले आज्ञा पालन गर्छ। र एउटा बलियो उदाहरण तपाईँलाई म दिन चाहन्छु कि व्यवस्था चाहिँ दिनुको अर्थ चाहिँ प्रेम हो भन्ने कुरा। अर्को बलियो प्रमाण चाहिँ तपाईँले यूहन्ना 8:1-11 सुसमाचार यूहन्ना त्यहाँ एउटा घटना घटेको छ। तपाईँलाई म पढ्न त लाउँदिनँ, तपाईँले घरमा गएर पढ्न सक्नुहुन्छ अथवा पढिसक्नु भएको पनि होला। सुसमाचार यूहन्ना 8:1-11 त्यहाँनिर एउटा घटना घटेको छ। के घटना घटेको छ भन्दाखेरि येशू प्रभु चाहिँ जैतुन डाँडाबाट मन्दिरतर्फ जाँदै गर्दाखेरि त्यहाँका शास्त्री फरिसीहरूले, त्यहाँका मानिसहरूले चाहिँ एकजना व्यभिचारमा पक्राउ परेको स्त्रीलाई उहाँको सामु ल्याएको छ। अनि ल्याएर चाहिँ त्यहाँनिर प्रभु येशूलाई उनीहरूले जाँच गर्ने उद्देश्यमा त्यहाँ भनेको छन् कि गुरुज्यू यो स्त्रीलाई हामीले व्यभिचार गर्दा गर्दै पक्राउ परेकी थिए, अनि यसलाई तपाईँ के गर्नुहुन्छ? यदि मोसाको व्यवस्था अनुसार चाहिँ हो भने यसलाई चाहिँ ढुङ्गाले हानेर मार्नु भनेर भनेको छ, तपाईँ के भन्नुहुन्छ? जब त्यहाँ मानिसहरूले, त्यहाँका शास्त्री फरिसीहरूले येशू प्रभुलाई क्वेसन गरे, प्रश्न गरे, अनि उहाँ त्यहाँनिर भुइँमा निहुरेर त्यहाँ केही कुरा लेख्दै हुनुहुन्छ, वचनमा त्यसरी लेखेको छ। अनि यो लेख्दै गएको कुरालाई चाहिँ धेरै प्रचारकहरूले कसरी प्रचार गर्छ भनेदेखि यो चाहिँ त्यो स्त्रीको पाप उहाँले चाहिँ काउन्ट गर्दै हुनुहुन्छ, लेख्दै हुनुहुन्छ।
अनि अरूले चाहिँ कसरी लेख्छन् भने त्यो आउने भिडहरूको मान्छेको कसको चाहिँ पाप के थियो भनेर चाहिँ उहाँले त्यो भूमिमा लेख्दै हुनुहुन्थ्यो भनेर प्रसार गर्छ। र वास्तवमा येशू ख्रीष्टले त्यहाँ के लेख्दै हुनुहुन्थ्यो भन्दाखेरि व्यवस्थाको जरामा व्यवस्थाको मुटुमा चाहिँ के छ भन्ने कुरालाई चाहिँ उहाँले लेख्दै हुनुहुन्थ्यो। अनि जब उहाँले त्यो कुरालाई लेख्दै हुनुहुन्थ्यो अनि व्यवस्थाको मुटुमा त्यो जरामा चाहिँ उहाँले प्रेमलाई पाउनुभयो। अनि उहाँले ती भिडलाई भन्नुभयो कि तिमीहरूमध्ये यहाँ को चाहिँ धर्मी छ अथवा पाप रहित छ त्यसले चाहिँ पहिले ढुङ्गा हानुहोस् अनि स्त्रीलाई मार्नुहोस्। जब येशू ख्रीष्टले ती भिडलाई त्यसरी भन्नुभयो अनि त्यहाँ भिडमा कोही पनि त्यस्ता धार्मिक मान्छेहरू थिएन। अनि उनीहरूले चाहिँ त्यो स्त्रीलाई ढुङ्गा हाल्न सकेनन्। अनि त्यहाँनिर भनिएको छ ठुलोदेखि सानोसम्म एक गरेर त्यहाँबाट हटेर गए। अनि त्यो स्त्री र प्रभु येशू ख्रीष्ट मात्रै त्यहाँ छरियो। अनि प्रभु येशू ख्रीष्टले त्यो स्त्रीलाई भन्नुभयो ए नारी तिमीलाई यिनीहरूले केही गरेन, तिमीलाई ढुङ्गाले हानेन भन्दाखेरि ए स्त्री भन्यो प्रभु मलाई यिनीहरूले ढुङ्गाले हानेन, यिनीहरूले मलाई दण्ड दिएन। अनि येशू प्रभुले भन्नुभयो म पनि तिमीलाई ढुङ्गा हान्दिनँ। यदि प्रभु येशूले चाहनु भएको भए प्रभु येशू त्यहाँनिर धर्मी हुनुहुन्थ्यो, पवित्र हुनुहुन्थ्यो, उहाँले ढुङ्गा हान्न सक्नुहुन्थ्यो, त्यो नारीलाई मार्न सक्नुहुन्थ्यो। तर उहाँले त्यो नारीलाई त्यहाँ प्रेम देखाउनु भयो, उहाँले त्यहाँ व्यवस्था कुरा गर्नु। अनि वचनले भन्दछ कि म व्यवस्था र अगमवक्ताका कुराहरू रद्द गर्नलाई होइन कुरा गर्नलाई। अनि येशू प्रभुले त्यहाँनिर त्यो नारीको त्यो एउटा व्यभिचारमा पक्रेको मान्छे त्यो पापी मान्छे थियो, तर उहाँले त्यसलाई नाश गर्नुभयो, उहाँले त्यसलाई प्रेम गर्नुभयो अनि उहाँले बचाउनु भयो। अनि उहाँले भन्नुभयो जाऊ अबदेखि के अरे पाप नगर। त्यसकारण हामीले बुझ्नुपर्छ कि व्यवस्था चाहिँ परमेश्वरले नाश गर्नको लागि दण्ड दिनको लागि उहाँले दिनुभएको थियो। व्यवस्था चाहिँ मानिसले परमेश्वरलाई प्रेम गरोस् अनि परमेश्वरले मानिसलाई प्रेम गरोस् त्यो कुराहरू बुझोस् भन्नुको खातिर दिनुभएको थियो। तर आजको विश्वासी आजको मण्डलीले पनि परमेश्वरको प्रेमलाई बुझ्न जरुरी छ। आज हामी कतिको लैमा अथवा अरू मान्छेहरू मन्दिर जान्छन्, मस्जिद जान्छन्, हामी विश्वासी भएको कारणले हामी चाहिँ चर्च जानुपर्छ भनेर आइरहेका छौँ कि होइन? फल्नाले मलाई जाउँ भन्छ त्यस कारणले आइरहेको छौँ कि, अथवा पास्टरले के भन्छ अगुवाले के भन्छ भनेर आइराखेको छौँ कि के गरेर आइराखेको छौँ? अनि पवित्र आत्माको सङ्गतिमा हामी कसरी बसिराखेको छौँ, कसरी जोडिराखेको छौँ? एउटा बोझको हिसाबले म विश्वासी भएँ, मैले चाहिँ ग्रहण गरेँ, उद्धार पाएँ, त्यस कारणले गरिरहेको छौँ कि के कारणले गरिरहेको छौँ? यो तपाईँ र मेरो लागि ठुलो चुनौती छ, ठुलो प्रश्न चिन्ह छ। यदि तपाईँले प्रेम गरेर परमेश्वरलाई गर्नुभएको छ भने तपाईँ सही ठाउँमा हुनुहुन्छ। यदि तपाईँ दस्तुरको रूपमा गर्दै हुनुहुन्छ भने, एउटा विधि विधानको रूपमा गर्दै हुनुहुन्छ भने तपाईँ पनि इस्राएलीको ठाउँमा हुनुहुन्छ। यसकारण प्रिय मण्डली हामीले यो कुरालाई बुझ्नु जरुरी छ। हामीले बुझौँ परमेश्वरले व्यवस्था किन दिनुभयो। अनि त्यो व्यवस्था चाहिँ आज आएर दुईवटा कुरामा अडिएको छ। सारा व्यवस्थाको सार र अगमवक्ताले बोलेको कुराहरू दुईवटा कुरामा अडिएको रहेछ, होइन? अनि पहिले सुरुवात पनि दुईवटा कुराबाट भएको थियो, तैँले त्यो फललाई नछुनु र नखानु। अनि अहिले आएर पनि दुईवटा कुरामा अडिएको छ। अब त्यो 613वटा कुराहरूलाई चाहिँ कसरी हराएर गयो भन्दाखेरि चाहिँ प्रभु येशू ख्रीष्टले त्यो पुरा गरिदिनु भयो। जुन कुराहरू चाहिँ मानिसले पुरा गर्न सकेनन् त्यो कुराहरूलाई चाहिँ प्रभु येशू ख्रीष्टले पुरा गरिदिनु भयो। कसरी पुरा गरिदिनु भयो त्यो पनि आज अर्कै दिन तपाईँलाई बताउन चाहन्छु। अघि नै मैले भने जब कुनै पनि कुराहरू बलिहरू चढाउनु पर्दो थियो भने त्यो पशु चाहिँ निष्कोट हुनु पर्दथ्यो, त्यसमा केही पनि दाग लागेको हुनुहुन्न। अनि त्यसै गरी प्रभु येशू ख्रीष्ट चाहिँ निष्कोट हुनुभयो। प्रभु येशू ख्रीष्ट निष्कोट भएको प्रमाणहरू बाइबलमा थुप्रै छ। प्रभु येशू ख्रीष्टलाई जब पक्रेर लगियो, होइन, पिलातसको सामु लग्यो, पिलातसले भन्यो यिनी निर्दोष छन्, यसमा कुनै पनि खराबी थिएन।
छैन। धर्मगुरुहरूको सामु लगियो, अनि त्यहाँ पनि उनीहरूले परमेश्वरको दोषलाई भेटाएन, उहाँ निर्दोष हुनुहुन्थ्यो। अनि त्यहाँ त्यतिखेरको त्यो के अरे हाकिमहरूको सामु लगियो, अनि ती हाकिमहरूले पनि भने तिमी निर्दोष छौ, तिम्रो कुनै पनि दोष छैन। जसरी त्यो थोमा चाहिँ त्यसरी निर्दोष, जब चाहिँ त्यो गाडिनको लागि मन्दिरमा लगिन्थ्यो, अनि त्यो पुजारीले चाहिँ पुरा चेकजाँच गर्थ्यो। उसले शिरदेखि, सिङदेखि, आँखादेखि, कानदेखि सबै कुराहरू, भुत्लादेखि सबै कुराहरू चाहिँ चेकजाँच गर्थ्यो। अनि शुद्ध फोट नभएको भेटाउँथ्यो, अनि मात्रै त्यसलाई चाहिँ बलि दिने गर्थ्यो। अनि बलि दिइसकेपछि चाहिँ त्यो फुललाई चाहिँ पवित्र स्थानमा लगिकन पुजारीले चाहिँ 7 ठाउँमा छर्किने गर्थ्यो। अनि मात्रै त्यो घराना त्यो मानिस चाहिँ 1 वर्षको लागि चाहिँ पाप भएको हुन्थ्यो, पाप चाहिँ पाप चाहिँ ढाकिन्थ्यो। अनि त्यसै गरी प्रभु येशू ख्रिस्टले पनि तपाईँ र मेरो लागि 7 चोटि रगत बगाउनु भएको छ व्यवस्थालाई पुरा गर्नको निम्ति। सबैभन्दा पहिले प्रभु ख्रिस्टले व्यवस्थालाई पुरा गर्नको लागि रगत गेत्सेमनीको बगैँचामा बगाउनु भयो। उहाँले प्रार्थना गर्दै हुनुहुन्थ्यो, अनि प्रार्थना गर्दाखेरि चाहिँ त्यहाँनिर मानिस जातिको पाप, यो ब्रह्माण्डको पाप चाहिँ येशू ख्रिस्टको शरीरमा प्रवेश गर्दै थियो। अनि त्यो परमेश्वरको येशू ख्रिस्टको शरीर चाहिँ यति पवित्र थियो, अनि त्यो पवित्र शरीरमा जब हामी मानिस जातिको पापहरू चाहिँ पसिराखेको थियो, अनि त्यो सहन नसकेर येशू ख्रिस्टको जुन पसिनाबाट चाहिँ, आँखाबाट पसिनाबाट चाहिँ रगत बगेको थियो। अनि सबैभन्दा मानिसले पहिलोचोटि पाप गरेको पनि अदनको बगैँचा, अनि सबैभन्दा पहिले परमेश्वरले येशू ख्रिस्टले रगत बगाउनु भएको बगैँचा पनि गेत्सेमनीको छ। उहाँले त्यो कुरालाई पुरा गर्दै। अनि त्यसै गरी दोस्रो पटक उहाँको रगत बग्यो, जब मानिसले उहाँलाई पक्रेर लग्यो, उहाँलाई लसार पसार पार्दै दारी लुस्दै, अनि उसको उहाँको अनुहारमा चाहिँ मुक्का हान्दै लग्यो। दारी लुस्दा अनि मुक्का हान्दाखेरि उहाँको अनुहारबाट फेसबाट चाहिँ रगत बग्यो दोस्रो पटक। अनि तेस्रो पटक जब उहाँलाई काँडे मकुट उहाँको शिरमा, उहाँलाई चाहिँ इन्सल्ट गर्नुको लागि, बेइज्जत गर्नुको लागि, यो चाहिँ यहुदीहरूको राजा भनेर चाहिँ त्यहाँनिर किल्ली उडाउनुको लागि उहाँको शिरमा जबरजस्ती त्यो काँडे मकुट लगाइयो, अनि त्यो शिरबाट उहाँको रगत बग्यो। जुन काँडा चाहिँ भयङ्कर विषालु थियो भनेर बाइबल गीतहरूले भन्छ। त्यो काँडा एउटा काँडाले खोजेको पनि हामी सहन सक्दैन, यति साह्रो विषालु थियो भनेर भन्छ त्यो काँडा। त्यहाँबाट रगत बग्यो तेस्रो पटक। अनि त्यसै गरी चौथो पटक जब उहाँलाई क्रुसमा झुन्डाउन लगियो, उहाँको दुवै हातमा चाहिँ यसरी बालचिरी हान्यो, त्यतिखेर चाहिँ रगत बग्यो। अनि कति पटक? 5औँ पटक भयो। अनि 6औँ पटक जब उहाँको खुट्टामा बालचिरी हान्यो, अनि त्यहाँबाट पनि रगत बग्यो 6औँ पटक। अनि लास्टमा जब उहाँलाई क्रुसमा झुन्डाइयो, अनि निकै समय भइसकेपछि यो मरेको रहेन भनेर त्यस बेलाका सैनिकहरूले उहाँको पोखामा भाला हान्यो, अनि उहाँको पोखाबाट चाहिँ रगत पानी बगेको छ। 7औँ पटक तपाईँ र मेरो पापको लागि, तपाईँ र मेरो अधर्मको लागि उहाँले रगत बगाउनु भयो। अनि व्यवस्थालाई पुरा गर्नु। प्रिय मण्डली, तपाईँ र मलाई प्रेम गर्दाखेरि परमेश्वरले सबै कुरो गुमाउनु भएको छ। परमेश्वरले तपाईँ र मलाई प्रेम गर्दाखेरि नि उहाँले आफ्नो एकलौटे पुत्रलाई गुमाउनु भयो। परमेश्वरले यो ब्रह्माण्ड बनाउँदाखेरि उहाँले जब हात फिजाउनु भयो,
सबै कुरो सृष्टि गर्नुभयो, तर उहाँले केही पनि गुमाउनु भएन। तर जब पनि तपाईँलाई मलाई प्रेम गर्नको लागि उहाँले हात उसमा फिलाउनु भयो, तर उहाँले सबै थोक गुमाउनु भयो। तपाईँ र मेरो लागि उहाँले सबै कुरो गुमाउनु भएको छ। आज त्यस्तो परमेश्वरलाई के तपाईँ एउटा विधिको रूपमा, के एउटा तपाईँ दस्तुरको रूपमा पुरा गर्दै हुनुहुन्छ कि तपाईँले परमेश्वरले भनेअनुसार, येशू ख्रीष्टले भनेअनुसार आफ्नो सारा प्राणले, आफ्नो सारा समशक्तिले, आफ्नो सारा हृदयले प्रेम गर्दै हुनुहुन्छ। परमेश्वरले तपाईँ र मलाई यो कुराको आह्वान गर्दै हुनुहुन्छ, ए छोरा, ए छोरी, अहिले चाहिँ मलाई यदि प्रेम गर्छस् भने आफ्नो सारा प्राणले गर, आफ्नो सारा हृदयले गर, आफ्नो सारा समशक्तिले गर। ना कि मैले तपाईँले आत्माबाट गरेकै छु त्यतिले पुग्छ, त्यो होइन। आज तपाईँ र मलाई प्रेम गर्दाखेरि परमेश्वरले सबै कुरो गुमाउनु भयो, सबै कुरो हुत्याउनु भयो। जबकि उहाँले आफ्नो शरीरमा एक थोपा खुनसम्म राख्नु भएन। येशू प्रभुले आफ्नो शरीरमा चाहिँ एक थोपा खुनसम्म राख्नु भएको छ। आज तपाईँ र मैले कुन हिसाबले परमेश्वरलाई प्रेम गरिराखेको छु। यूहन्ना 14:15 पदमा भन्छ, यदि कसैले मलाई प्रेम गर्छ भने त्यसले मेरो आज्ञाहरू पालना गर्छ। If you love me, keep my commandment. यदि तिमीले मलाई प्रेम गर्छौ भने तिमीले मेरो आज्ञाहरू पालना गर्छौ। अनि उहाँको सारा आज्ञा चाहिँ के रहेछ? व्यवस्थाको सारा आज्ञा चाहिँ के रहेछ भन्दाखेरि तैँले आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा समशक्तिले प्रेम गर। अनि दोस्रो चाहिँ तैँले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर। यदि तपाईँले आफ्नो छिमेकीलाई प्रेम गर्नुहुन्छ भने तपाईँको छिमेकीको विरुद्ध रोक्नुहुन्न, छिमेकीको विरुद्ध तपाईँ ढा गर्नुहुन्न, चोर्नुहुन्न, ढाक्नुहुन्न, छल्नुहुन्न। आज यही कुराहरू परमेश्वरले तपाईँलाई मलाई भन्नुहुन्छ। अनि व्यवस्थाको उद्देश्य, परमेश्वर येशू ख्रीष्ट संसारमा आउनुको उद्देश्य पनि यही थियो। यूहन्ना 3:16 भन्छ, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले एकलौटे पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही पनि नहोस् तर अनन्त जीवन पाओस्। 17 पदमा परमेश्वरले पुत्रलाई चाहिँ दण्ड दिनु भनेको पठाउनु भएन, उहाँले प्रेम गर्न, बचाउनलाई पठाउनु भयो। यदि येशू प्रभुले अघि मैले त घटना पाप गर्ने स्त्रीलाई उहाँले मार्न सक्नुहुन्थ्यो, तर उहाँ दण्ड दिनुको लागि आउनुभएको थिएन। उहाँ त प्रेम गर्नको लागि आउनुभएको थियो। त्यसकारण व्यभिचारमा पक्राउ परेको स्त्रीलाई उहाँले प्रेम गर्नुभयो। आज हाम्रो हालत त्यो व्यभिचार स्त्रीको जस्तो पनि होला, अझ त्योभन्दा राम्रो पनि होला, त्योभन्दा खराब पनि होला। तपाईँ र मलाई परमेश्वरले प्रेम गर्नुहुन्छ अनि तपाईँ र मैले परमेश्वरलाई प्रेम गर्नुपर्छ। हुन्छ, आजको वचनलाई म यहीँ राख्न चाहन्छु। आउनुहोस् हामी छोटो प्रार्थना गरौँ अनि हामी समाधि गर्न सक्नेछौँ। जीवित अनुग्रह परमेश्वर बुवा, हामी तपाईँलाई धन्यवाद दिनुपर्छ। तपाईँ परमेश्वरले हामीलाई तपाईँको प्रेम के हो, व्यवस्था के हो, तपाईँको आज्ञा के हो भन्ने कुरा तपाईँले आज हामीलाई बुझाउनु भएको छ। अनि आजको वचनअनुसार हामी जिउन सकौँ, हिँड्न सकौँ। प्रभु, हामी शरीरमा, आत्मामा अनि हामी प्राणको भागमा पनि तपाईँ परमेश्वरको वचनलाई हामी राख्न सकौँ, तपाईँको आज्ञालाई हामी पालना गर्न सकौँ, तपाईँमा धार्मिकतामा, तपाईँको धार्मिकतामा र पवित्रतामा हामीले हिँड्न सकौँ। किनभने तपाईँ परमेश्वरले हामीलाई प्रेम गर्नुभएको छ अनि तपाईँले जस्तै हामी तपाईँलाई प्रेम गर्न सकौँ। बहुत धन्यवाद, धन्यवाद। सबै कुरा हामी तपाईँको हातमा राख्दै
पत्रुसलाई यीशु ख्रीष्टले त्यहाँनिर 3 पटक सोध्नु भएको छ लास्टमा होइन त्यो त्यहाँ सोध्नु भएको छ 3 पटक सोध्नु भएको छ यूहन्नाको छोरो पत्रुस सिमोन के तिमीले मलाई प्रेम गर्छौ अनि पत्रुसले भनेको छ ज्यू प्रभु म प्रेम गर्छु अनि फेरि पनि सोध्नु भएको छ यूहन्नाको छोरो पत्रुस के तिमीले मलाई प्रेम गर्छौ अनि फेरि ज्यू प्रभु म प्रेम गर्छु अनि फेरि तेस्रो पटक सोध्नुभयो अनि त्यहाँदेखि पत्रुस रिसाउँदै भएको छ म तपाईँले प्रेम गर्छु तपाईँ जान्नुहुन्छ त म प्रेम गर्छु तर येशू प्रभुले उसको त्यो सोध्नुको आशा चाहिँ उसको 3वटा भागलाई उहाँले सोधेको थियो धेरै प्रचारकले के भन्छ उसले 3 पटक त्यहाँ झुट बोलेको थियो त्यसकारण उसले 3 पटक त्यहाँ सोधेको हो तर वास्तवमा त्यसको गहिराइमा त्यसको आत्मिक कारण हामी हेर्छौँ भने परमेश्वरले चाहिँ पत्रुसको 3वटा भागलाई सोधेको थियो के तिमी हृदयले के प्राणले के शरीरले मलाई प्रेम गर्छौ भनेर सोधेको आजको वचनको मुख्य उद्देश्य मुख्य भाग हुन्छ धन्यवाद यहाँ सबैलाई जय मसीह